ह्यापी दसैँ साथीहरु सबैजनालाई। ह्यापी दसैँ टु यु अल। ह्यापी दसैँ। ह्यापी दसैँ। ह्यापी दसैँ गाइस। उठ न। ह्यापी दसैँ। सेको यहाँ यति छ है साथीहरु अझै पनि। मैले चाहिँ यति पुरै सब्जीको लागि बुट दसैँ लागिसक्यो है। हामीलाई चाहिँ दसैँ लागिसक्यो। हो दसैँ आयो। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई न्यू ब्लग। फेरि स्वागत छ मेरो न्यू ब्लगमा। हजुरहरू सबैजनालाई फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु। म चाहिँ हजुरहरूको सामने। हामी चाहिँ अहिले यहाँनिर बेलबारी जाँदैछौँ साथीहरू, बिहान अनि अहिले चाहिँ हाम्रो चाहिँ बेलबारी जाने आउने घर आउने नै भइरहेछ। हाम्रो चाहिँ दसैँमा यस्तै हुँदैछ। दसैँ पनि दसैँ जस्तो लागेको छैन, अचम्म टाइपको दसैँ भइरहेछ साथीहरू। यतातिर चाहिँ यस्तो रमझम केही छैन, सानोमा जस्तो रमाइलो नहुँदो रहेछ। के गर्नु यस्तै हो। अहिले चाहिँ हामी दिदीबहिनी दुईजना जाँदैछौँ बेलबारी। हामी चाहिँ यहाँनिर बेलबारी आइसक्यौँ। मैले चाहिँ घरमै भिडियो स्टार्ट गरेको बोल्नुको दुःख मात्रै भइसक्यो साथीहरू। थिचेन रहेछ, दुःख मात्रै भयो क्या। अनि अहिले चाहिँ हामीहरू यहाँनिर पुग्न लागि बेलबारीहरू के अरे त्यो धेरै टाइमपछि देखेर होला कस्तो अनौठो लागिरहेछ मलाई त। पुरै 2 दिन भयो हामीहरू यहाँ आएको र पनि कस्तो क्या उजाड केही नभएको जस्तो देख्दो रहेछ क्या। कस्तो घरहरू पनि ठुलो त ठुलै छ। पहिला त यही बेलबारी कस्तो भिड लाग्थ्यो, अहिले त छैन। किन तलबाट लगेको ए मासु सोध्नुलाई? यहाँनिर चाहिँ मासु सोध्ने अरे यो। अनि हामीहरू यहाँ उत्रेको त साथीहरू। आमा यस्तो घाम छ बाफ्रे। लास्टै चर्कै घाम साथीहरू यति बेला पनि। बन्द भरे कति बेला बन्द हुन्छ? मासु लानुपर्ने भोलिको लागि। हजुर के चाहिँ सेकोको फाल्टै मासु एकै ठाउँ लाउनु, सेकुवाको चाहिँ फाल्टै लाग्यो। हजुर 2-3 दिन खाने याक्क हुँदैन मासु। ल मासुको पनि इन्तजाम भयो। अब सुँगुरको मासु खानेहरूलाई चाहिँ भयो। म त धेर खान सक्दिनँ हौ, त्यो थोरै भयो भने मात्रै हुन्छ। मलाई चाहिँ मासु खासै खाउँ जस्तो चाहिँ लाग्दैन। भयो ल है त। अनि बोजूलाई चाहिँ बोजूले नि खानुहुन्छ सुँगुरको मासु? ए ल भइगयो। सो साथीहरू अब चाहिँ हामीहरू यहाँ मासु पसलबाट हिँड्यौँ। अब एकैचोटि दोकानमा पुगेपछि भेट्छौँ है त हजुरहरूसँग। सो गाइस हामी चाहिँ यहाँनिर दोकानमा आइसक्यौँ। मैले चाहिँ लास्टै गर्नु रहेछ। ल यो ब्याग राख। सो
हामी चाहिँ दोकानमा आइसक्यौँ यहाँनिर बल्ल बल्ल आइपुग्यौँ कतितिर गर्थ्यौँ पसिना आयो पोचा लाउँदिनै आज पोचा एकचोटि लाउनु नि सलक्कै यसो अनुराम स्किन केयर भनेको स्किन केयर नै हुँदो रहेछ क्या हो राम्रो भएको छ मजाले जलल बल्छ नि त यता हेर्दा ओ माई गॉड जहाँ पोचा ल्याएर कहाँबाट ल्याउनु उता पछाडि सिधा जा होइन सिधा र भित्रपट्टि छिर्ने ठाउँ छ यस्तो हेरेर धारा छ मुनिसम्म आउने बेलामा ग्रिन कलरको छ हो त बेलामा यहाँबाट जानु पोचा लिन जाँदैछौँ ओ यही होइन भिजेर लिएको मजाले निचार पहिला निचारेको मेरो उताबाट निचारेर ल्याएको अब यहाँनिर पोचा पाउनु पर्ने हुन्छ गाइज हो दसैँ आयो हो दसैँ आयो यति नै बढाएको तैँले उयो कुच्चोको उयोहरू टुप्पैहरू छ त सो साथीहरू हामी चाहिँ यहाँनिर कुर्ता लाएर लुङ्गी बेस लाएर भिडियो बनाउन आँटेको यस्तो लुक चाहिँ यस्तो देखेको छ साथीहरू तर कस्तो कलर कस्तो देखेको छ मलाई यो पास साथीहरू एकछिनमा हामी चाहिँ भिडियो बनाइसकेको छु पेप्सी मजाले देखेको छौँ यहाँनिर चाहिँ हामी चाहिँ रेडी मात्रै भएको अहिले चाहिँ अब भिडियो बनाउनु बाँकी छ नि त सो लेट्स सी फाइनली साथीहरू हाम्रो खाना चाहिँ आइसकेको छ अनि यता बक्क बक्क खाना खाले म चाहिँ यहाँ खाँदैछु यता कुनामा बसेर अँध्यारोमा अनि यिनीहरू चाहिँ यता रहेको छ एउटा चाहिँ म भिडियोमा देखाएको छैन र मिलाउने कता लुकिहालेँ पाउडर त छैन पाउडर यहाँ पनि राख्नु यहाँ छ एउटा चाहिँ टिकटक बनाउँदैछ यहाँ यो चाहिँ यहाँ छ म चाहिँ यहाँ खाँदैछु भिडियो बनाएको कम्बरमा लुङ्गी अडे त मरिँदो झरेको बल्ल बल्ल एउटा दुईवटा बनाएँ एकचोटि गाना एकचोटि प्र्याक्टिस सो गाइस हामी चाहिँ अहिले घर फर्किँदैछौँ पानी पर्न आँट्यो मौसम चाहिँ अहिले देख्न सक्नुहुन्छ भोलि चाहिँ तान पानी पर्ने रहेछ टिकाको दिनमा टिका सब पखाल दिनु पर्यो टिका लाउनेहरूको चाहिँ पुरै अँध्यारो मौसम भयो हजुर दाम साँच्ची हो दामको क्या दामै लाग्दैन दाम अब मिलनलाई कस्तो ह्यान्डसम देखेको त्यो ब्याग बोक्दा त फेरि यस्तै किनै अब होला भाइ ब्याग
फाइनली साथीहरू हामी चाहिँ घर पनि आइसक्यौँ अनि हामी चाहिँ यहाँनिर पुरै बेलुकाको खानाको लागि रेडी गर्दैछौँ। अनि हाम्रो चाहिँ यहाँ हेर्नु होला दसैँ लागिसक्यो है, हामीलाई चाहिँ दसैँ लागिसक्यो साथीहरू। अब यहाँ काटकुट गरेर अनि पकाउनु पर्ने छ चट्टासँगले। दुईजना चाहिँ उतै छोडिराखेर आएको। ओए भाइ छिटो गर। अनि हाम्रो भाइ चाहिँ हेर्नु न यहाँ यो मम्मी यहाँ मम्मीले त भिडियो नकाटी हेर्नुहुन्छ नि मम्मीलाई भनिन्छ यो मिलानी यहाँ काम भनेको टेर्दैन, गेम मात्रै खेलिबस्छ, भनेको टेर्दैन, यसलाई अलिक गाली गर्नु है। सो यसलाई पनि दसैँ लागेको छ साथीहरू। यहाँ हेर्नु माईको माई गर्छ खाने चाहिँ होइन। यसको बुढी माउ चाहिँ कस्तो हो घिनलाग्दो भएको थियो, धेर बुढी भएर नानी पनि थोरै जन्माएको होइन त्यसले त बाख्रै एकचोटिमा 3टा बाइक त जन्माउँदै थोरैमा 2टा जन्माउँथ्यो। 2टा त जन्माएकै हुन्थ्यो। अनि एकचोटि त दिपाले मारेको छ त्यसले किल्चेर, एकचोटि चाहिँ मरेको जन्माएछ। कम्ता बिल्ली त्यो बच्चा जन्माएको होइन, त्यो धेर जन्माएर बुढी न बुढी कस्तो खिङ्रिङ्गै परेको भइरहेको क्या। सो अब म चाहिँ यहाँनिर मासु काट्न आँटेको सेकुवा बनाउनको लागि। हामी चाहिँ यहाँ घरमै सेकुवा बनाउनु लागेको साथीहरू। आज चाहिँ मासु चाहिँ काटिसकेर हामीले चाहिँ यहाँनिर सेकुवाको लागि यसरी मसला ससला गोलेर हामीले चाहिँ राखेको छौँ। अनि यहाँनिर चाहिँ सब्जीको लागि बुट्दैछौँ, हामीले चाहिँ फ्राई गर्दैछौँ टक्कसँगले पुरै मजाले खराएर क्या साथीहरू। म चाहिँ घुमाएर भिडियो बनाउँदैछु। अब यसलाई चाहिँ चट्टसँगले हामी चाहिँ सेकुवा बनाउने आगो फुकेर। अनि भाइले चाहिँ यहाँनिर आगो जोड्दैछ। ऊ त्यहाँनिर हाम्रो चाहिँ यो चाहिँ किचन हो, आगो फुक्ने ठाउँ। गाजाङ गुजुङ छ यहाँनिर चाहिँ माथि मकै झुन्डाइरहेको छ। हात पोल्ला अलिक बिस्तारै गर। अब चाहिँ मासु पनि काटकुट गरिसक्यो। अब चाहिँ अचारहरू बनाउनु पर्ने हुन्छ। अनि सेकुवालाई गोच्रेमा हालेर सेकुवा पोल्ने त्यो तिरमा बालामा हालेर अनि मजाले पोल्नु पर्ने हुन्छ सेकुवालाई रातो हुने गरी साथीहरू। सो म चाहिँ अब पोल्न जान्छु साथीहरू। एकछिन हेर्नुहोस् है त पोलेको भिडियो। साथीहरू म चाहिँ यहाँनिर सेकुवा बनाउँदैछु बाहिर आगो फुकेर आँगनमा चट्टासँगले। यस्तो गर्मी छ, यस्तो गर्मी हो भने म चाहिँ सेकुवा बनाउँदैछु साथीहरू। यहाँनिर आगोमा बनाउन चाहिँ गाह्रो हुँदो रहेछ क्या, कोइलामा बनाएको जस्तो हुँदैन रहेछ। दाउरा बालेर बनाएको नि त एकदम गाह्रो हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यसरी बनाउँदैछु म चाहिँ। यसरी नै बनाउँछ है गाउँघरतिर चाहिँ सेकुवा। पुरै यसरी पोलिरह। अनि मैले चाहिँ यति यहाँ पोली पनि सकेको छु साथीहरू। यति चाहिँ पाइसकेको हो। वाउ कस्तो दामी भएछ। तर अब आगोमा बनाएको चाहिँ हल्का कालो कालो हुन्छ, रातो चाहिँ हुँदैन। त्यही पनि मिठो भएको छ साथीहरू आजको चाहिँ। अब कोइला नभएपछि यसरी नै हो आगोमा बनाउने हामी चाहिँ। हल्का डढ्नु चाहिँ डढ्छ, हल्का कालो हुन्छ, केही छैन त्यो पनि। म चाहिँ सुँगुरको मासुको खाँदिनँ, म चाहिँ चिकन मात्रै खान्छु। यो चाहिँ दिदीहरूको लागि हो, भाइ दिदी बहिनी बोजूहरूको लागि। यसरी आगो बल्छ कि साथीहरू। ल है त साथीहरू, हाम्रो चाहिँ पुरै पाकेर हाम्रो चाहिँ यहाँनिर खाना पनि बस्यौँ। हामी चाहिँ यहाँनिर सबैजना बेला भएर अहिले चाहिँ यहाँ आएर यिनीहरू चाहिँ आउट अफ कन्ट्रोल भइरहेछ। यिनीहरू चाहिँ यहाँ खाना थालिसक्यो। एकछिन भिडियो बनाउँछु भनेको के को सुन्नु नि, हेर्नु न बाफ्रे। यहाँ एउटा चेता छ।
पिठो पानी हालेर नमिठो भएको होला र ह्याप्पी दसैँ साथीहरू सबैजनालाई भोलि चाहिँ टिका रहेको छ अनि आज चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ दसैँ पार्टी हुँदैछ है साथीहरू ल चर्च गरौँ न त कुन कुन हो यो कसो यो डिजाइन तिमीहरूको ल भाइलाई दिनु बोजूको खै बोजूको पनि यता आउनु न ल यहाँ आउनु नि भाइ देखा एकछिन है अलि नजिक हौ सिधा हो ठोका ठोका भएन यहाँ भएन भाइ भाइ एकछिन आऊ खाएर मात्रै राख्नुपर्छ त्यसो ल है त ह्याप्पी दसैँ साथीहरू सबैजनालाई पुरै हाम्रो चाहिँ मोज हुँदैछ पहिला चेस्ट गर्दै क्यामेरामा ठोका ल क्यामेरामा ठोका खा लु अब तेरो पाला खा त ल क्यामेरा पक्रिने तिमी खाएको थिएन चिको खाएको थियौ खा यसो चेस्ट गर्ने नि खाने हाने त ल नि चक्का गर्नु उठेर ल भाइको बालो कस्तो खालको छ हो खाना कोखलाई लिन्छु ल मेरोले खा अलिकति मुख गाड्ने मात्रै हो भाइ खाए यसो यसो क्यामेरामा ठुकाएर खाए जस्तो मात्रै गरेर एकैचोटि खाएर हुन्छ नि छिटो छिटो है यहाँ यता क्यामेरामा ठोका त अब रहेछ अब पी नखराब नाखलाइदिने होला त बोजूको नि बना नि बोजूको ए बोजूको बोजूको लिनु त लिनु पर्यो यसो ठोकाउनु नि यसो खाइ जस्तो भन्नु मुना दिनुको लागि दुईको बेलामा यहाँ पक्रिनु नि यहाँ यसरी 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 होइन हो गर न बजु लु लगेर खानु 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 गर्नु न उठ न ह्याप्पी दसैँ ह्याप्पी दसैँ गाइस ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ टु यु अल ह्याप्पी दसैँ साथीहरू सबैजनालाई चेयर्स हामी चाहिँ यहाँनिर दनादन मासु गर्दैछौँ यो त 6% कति 6.कति% अल्कोहल छ यसमा सबैजनालाई लु यताउको त खान्छ नि बेसी होला अब तपाईँको त्यो मासु चाहिँ नखानु पर्ने थियो हाम्रो त दसैँ पार्टी जस्तो हुँदैछ साथीहरू हजुरहरूले चाहिँ कसरी मनाउँदै हुनुहुन्छ कमेन्ट गरेर भनिदिनु होला कृपया कसो भयो भन् न मिठो छ कति दुःखले पोलेको मैले जी लिएर आएको ल्याउनु पर्यो भन्दै थिएँ पोलेको छैन जी लिएर आउँदै थियो पोलिसकेछ त्यही राति लिएको जिर चाहिँ कहिले तपाईँले खाऊ त्यही उसमा रात बनाएको भने मैदा छिटो पनि हुन्थ्यो साह्रो दुखेछ बोते त साह्रो हुँदैन के अरे 100 कति बनाएको छु यो मिठो हुन्छ होला भने लिएको
सेपको यहाँ यति छ है साथीहरू अझै पनि त्यो पनि लिनु थम्ने हुन्छ सेकवा मिमलालाई मैले अस्ति नि त्यसले बनेको थिएँ त आएपछि दिपाहरू आएपछि खानुपर्छ भनिराखेको थिएँ त ऊ त गइहाल्यो ल है त साथीहरू हामीले चाहिँ खायौँ पियौँ अनि खाइसकेपछि चाहिँ डान्स पनि गऱ्यौँ एकछिन रमाइलो गऱ्यौँ अनि सो हो हाम्रो चाहिँ दसैँ यस्तै भयो आज चाहिँ हाम्रो चाहिँ दसैँ पार्टी थियो साथीहरू भोलि चाहिँ टिका हो अनि आज चाहिँ हामीले बेलुकै दसैँ पार्टी हानिदिएको नि त साथीहरू भोलि चाहिँ दिउँसो के गर्ने हाम्रो चाहिँ टिका पनि लाउनु हुँदैन नि त बार्नु पनि भएको छ यो टर्म चाहिँ अनि त्यसैले हामीले चाहिँ सो पार्टीसाटी खाएर इन्जोय गरेको हल्का अनि सो हामीले चाहिँ सबै खाइसक्यौँ अनि डान्सहरू गरिसक्यौँ अनि अहिले चाहिँ सबैजना बिदा भइसक्यौँ आफ्नो आफ्नो प्रस्तुतिबाट साथीहरू सो हजुरहरूले चाहिँ कसरी मनाउँदै हुनुहुन्छ कमेन्ट गरेर भनिदिनु होला अनि सबैजना साथीहरूलाई ह्याप्पी दसैँ साथीहरू सो साथीहरू आजलाई चाहिँ भिडियो यति नै रहेको छ फेरि पनि अर्को भिडियोमा भेट्नेछु हजुरहरूसँग त्यतिन्जेलको लागि चाहिँ बिदा हुनेछु साथीहरू बाई बाई गुड नाइट